नमस्कार सबैमा। म प्यारो लोकसेवाको फाउन्डर विजय ढकाल। यही फागुन 28 गते खुलेको खरिदार पदको दरखास्तको अन्तिम मिति नजिकिँदैछ। यसको सामान्य दस्तुरको मिति यही 19 गतेसम्म छ र दोब्बर दस्तुरको मिति यही 26 गतेसम्म छ। अब बिस्तारै सर्भरको भार बढ्दै जान्छ, त्यसैले चाहिँ बेलैमा फर्म भर्नु होला। पछि दुःख पाउनु भन्दा अहिले बेलैमा फर्म भर्नु होला। र अर्को कुरो, फर्म भर्दा धेरैले मिस्टेक गर्ने एउटा चीज चाहिँ के छ भने तपाईहरुले समावेशी समूहमा फर्म भर्दाखेरि समावेशी समूहको प्रमाणपत्र हजुरसँग छ कि छैन पहिला त्यो हेर्नुस्। प्रमाणपत्र चाहियो है। समावेशी समूहमा पर्छु भनेर जस्तो महिलाको परेन हो, महिला भए त्यो स्वत भयो, नत्र भने अरु समावेशी समूहमा भर्दै हुनुहुन्छ भने चाहिँ त्यसका लागि आफूसँग प्रमाणपत्र छ कि छैन त्यो पुष्टि गर्नुस्। यतिकै भर्नु भयो भने भर्न त भरिन्छ, तर पछि चाहिँ लोकसेवाले त्यो तपाईको एप्लिकेसनलाई चाहिँ एप्रुभ नगर्दिन सक्छ। त्यसपछाडी कुनै उपाय हुँदैन। एक त राजस्व पैसा पनि गयो, तनाव पनि हुने। त्यो कारणले गर्दा त्यसमा ख्याल गर्नु होला। साथसाथै यही 19 गतेसम्म हजुरको उमेर 18 वर्ष पूरा भएको छ कि नै त्यो कुरा चाहिँ पुष्टि गर्नु होला। उमेर नपुगेकोले भर्दामा त्यो पछि एप्लिकेसन रिजेक्ट हुन्छ है। अनि अघि भने जस्तै पैसा मात्र खेर जाने हुन्छ। पछि समय आइसके पछाडी तपाईलाई त्यो काम पनि लाग्छ, पछि भर्नु होला। त्यो बुझेर मात्र, किनभने यो खरिदारको दरखास्त फारम भर्दा 10 कक्षा पास गरेको हुनुपर्ने छ र अहिलेको समयमा 10 कक्षा पास निकै कम उमेरमा पनि गर्नुहुन्छ। त्यही भएर 10 कक्षा पास भयो भन्दैमा उमेर नपुगिकन फर्म चाहिँ भर्न पाइँदैन। त्यसैले बेलैमा फर्म भर्नु होला। बेस्ट अफ लक।